7 दलको 7 बुँदे के थियो भनेर हामीले चाहिँ बुझिसक्यौँ। पहिलो बुँदा थियो सहकारीको समस्या समाधान गर्ने नाममा नयाँ आएको दलको नेतालाई थुन्ने। दोस्रो सहमति थियो स्थानीय तहलाई सहजीकरण गर्ने नाममा बालेनहरूलाई अवरुद्ध गर्ने। तेस्रो सहमति थियो आफ्नो मान्छेहरू नियुक्त गर्ने क्रममा काम गरिरहेको कुलमानहरूलाई लखेट्ने। चौथो सहमति थियो यो गठबन्धनले गभर्नरहरू नियुक्ति गर्दै गर्दा उसको दक्षता क्षमताको आधारमा भन्दा पनि कुन कोटामा कुन बिचौलियाको घरबाट आएर कुन नामलाई नियुक्ति गर्ने। सदनलाई सक्रिय बनाउनुको साटो सकेसम्म कम समय सदन सञ्चालन गर्ने र विभिन्न पक्षलाई राजनीतिक स्थिरताको लागि सडकमा आउन दिने, यो व्यवस्थाप्रति प्रहारको लागि यथेष्ट सम्भावना दिने र अन्तिम सहमति थियो शिक्षक होस्, कर्मचारी होस्, चिकित्सक होस्, सबैलाई सडकमा आउने वातावरण बनाइदिने।